अहिले हामी सिधा चाहिँ गाडी जाने यता जाने हामी पुग्न लाग्यौँ हामी अब तपाईँहरूलाई देखाउने छु ल त हामी आइपुग्यौँ अब पिकनिक स्पटमा सामान झार्दै म्याडम अब हामी यहाँ प्रवेश गर्नेछौँ सानो ताल अहिले हामी यहाँ स्विमिङ खेल्नेछौँ के यहाँ यो हाम्रो अरे अरे सबैजना लागिरहेछ म चाहिँ भिडियोमा लागेको छु सामानहरू एकदम लागिरहेछ अब गर्ने हो पापड यसरी म जङ्गलभित्र छु र यो चाहिँ गुराँस त थाहा छ नि तपाईँहरूलाई है यो नेपालको राष्ट्रिय फुल पनि हो चिकन चिकनको रोस्ट हुँदैछ यहाँ हुन्छ गर्नु भएन के भन्ने यार यसको चाहिँ अब पोस्टमार्टम भइरहेको छ किड्नीमा समस्या हुनु भएन यसरी आजको खसी काट्दै हाम्रो भाइ भरत कथायत बिचबिचमा मासु टक्लाक टुक्लुक खाँदै यहाँ मासु पोल्दै यहाँ भात पकाउँदै हाम्रो वासुदेव जोशी सर भिडियो कटिङ गरेर बनाउनुहुन्छ नि कचमाली हो यो हाम्रो ट्रेडिसनल फुड हो सुदूरपश्चिमको यसरी मोलेर चाहिँ यो के हाल्छ कसो हाल्छ कसरी हाल्छ अनि मजाले मोल्ने अनि यसलाई चाहिँ यतिकै नै एकछिन राखेर
एकछिनै भने यतिकै नै खाने हो यो मासु चाहिँ काट्दाखेरि छिलेको हुँदैन, पोलेको हुन्छ, त्यसैले बाफेको हुन्छ। अब चाहिँ पचमलीको टाइम सर्भ गर्दै यहाँ हाम्रो क्याप्टेन प्रदीप थापा सर। यो चाहिँ चिकन रोस्ट हो, यो एक र यो चाहिँ कचमली भन्छ। हामी चाहिँ काँचै खान सक्दैनौँ, यसलाई चाहिँ हामी पोलेर खान्छौँ। यो क्राउन भइगयो, यो पापर भइगयो र यहाँनिर प्याजहरू पनि देख्नु हुँदैछ है। अब हामी यो चाहिँ पोलेर खान्छौँ, यो मासु चाहिँ है। यहाँनिर एकदम यहाँ ठक्कर कहिले कहिले दुईचोटि आउँदो रहेछ। हामी चाहिँ खानातिर लाग्यौँ। चौधरी भाइ यहाँ मासु दिँदै ल। अब चाहिँ म्याडमहरूको पालो आएछ है, यहाँ खाना लिएर खाँदै हेर्न सक्नुहुन्छ। कति कति हेर्नु उहाँ म्याडमको है यो थालमा है खाना हेर्नुहोस् है खानालाई। अब हेर्नु न अब दिदीले यस्तो ब्युटी देखिरहेछ आज है, भन्नुपर्छ। हेरिहाल्नुहोस् तारा दिदी पनि ल, यहाँ हेरिहाल्नुहोस् उहाँको थालमा खाना कति छ। म मासु भात नखाएर यो उहाँले के ल्याउनु भयो। यहाँ हेरिहाल्नुहोस् है हाम्रो ग्रुपहरू यति टाढो बसेर किन होला। यहाँ पनि छ है, यहाँ पनि छ, यहाँ पनि छ। आज खाना बेसी भएर है साना नानीहरू घुम्नु आएको रहेछ। सो यिनीहरूलाई पनि यसो हाम्रो पिकनिकको मनोरञ्जन गराउँदै। हाम्रो म्याडमहरू जङ्गलमा के गरिदिएको नि, घाँस काट्दै हो कि कापल खोज्दै हो कि। यो चाहिँ हाम्रो अन्तिम भिडियो क्या उहाँहरूको लागि यो। हामी स्कुलतिर हाम्रो पिकनिक सकिसक्यो। अब हामी जाँदैछौँ र हाम्रो हेर्नुहोस् पछाडि सबैजना आइपी गरी अघि है।
पिपालामा छौँ पिपालामा आइपुग्यौँ अहिलेको नयाँ पिपालाको लुक छ आइसकेका छौँ स्कुल र स्कुल पुगिसक्यौँ पछाडि हामी देख्न सक्नुहुन्छ हो गर्दैछ ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई बाई